गरेर राम्रो कुरा हो। अनि प्रभुलाई महिमा दिन्छौँ। अनि भाइले उत्तर दिनुभएको छ। अब हामी एलिसीबाट सोध्छौँ, आजको यस पवित्र विवाहको दुला अनि रमेश सुनारलाई एलिसीबा तपाईँ मन पराउनुहुन्छ? खै आवाजै सुनिएन, त्यो माइकमा गएन। म लिएर जान्छु अब। तपाईँले सुन्नु पर्यो। मन पराउँछु। बढिया बात। राम्रो कुरा। आदमले हब्बालाई देखेर मन परायो। सबै चिज हेर्दै गयो कि मनै परेन। परमेश्वरले त वास्तवमा देखाएको सबै चिज के उसलाई मनै नपरेको नि एक्लो मात्रै अनुभव भएको। अनि परमेश्वरले भन्नुभयो मैले जोडी बनाइदिने हो। जोडी बनाइदिएपछि शरीरबाटै निकाल्नु भयो कि बाहिरबाट निकाल्नु भएन, आदमकै शरीरबाट। धेरै पटक हामी भन्छौँ दुई जाति छ, महिला र पुरुष। महिला र पुरुष जाति नै होइन, यो मानिस जाति मात्रै हो। किनभने त्यो मान्छेबाट निकालिएको हुनाले अर्को जाति हुनै सक्दैन। त्यसो भएर आमाले अनि छोरा पनि पाउँछ, छोरी पनि पाउँछ, दुवै कुराहरू पाउँछ। त्यो मान्छे मात्रै हो जातमा। अनि स्त्री र पुरुष गरेर दुई वर्गमा उहाँले बाँडिदिनु भएको छ। त्यसो भएर प्रभुलाई धन्यवाद दिन्छौँ। हाम्रो रमेश छोरा पनि मन पराएको छ अनि छोरीले पनि मन पराएको छ। अब अप्ठ्यारो प्रश्न गर्छु मैले, एकछिन पछि गर्छु होला। मैले अब अभिभावकलाई प्रश्न गरेँ, त्यस पछाडि मैले अप्ठ्यारो प्रश्न फेरि दुलालाई पनि गर्छु, दुलालाई पनि गर्छु। अनि आजको यस पवित्र विवाहका अनि दुलैका बुवालाई अनि त्यसपछि गएर दुलाको बुवालाई, दुवैजनाको दुलाको बुवालाई अगाडि आउनको लागि अनुरोध गर्छु। एकछिन पछाडि चाहिँ फेरि तपाईँहरू तयार रहनु होला। दुलैतर्फको आमा बुवा नजिकै बस्नु होला, मैले बोलाएको बेला अगाडि आउनु होला। यो यहीँ अब यदि आउनु दुलैको छेउमा आउनु नि, यता चाहिँ यहीँ आएर बोल्यो हुन्छ। छोरीकै छेउमा, छोराको छेउमा चाहिँ बाउ अनि छोरीको छेउमा यताको बुवा। अनि मैले विशेष गरेर पहिला मैले छोरापट्टिलाई सोधेँ, हाम्रो नयरामजीलाई नै मैले सोधेँ होइन, के भन्दाखेरिमा तपाईँको अब यो छोराको लागि बुहारी ठिक छ? ठिक छ। तपाईँको श्रीमती आउनुपर्छ यहाँ। हजुर। खै उठ्नुहोस् त ल। यो बुहारी ठिक छ होइन त? ल ताली बजाइदिनु त ल। ल हजुर जान सक्नुहुन्छ, आफ्नो ठाउँमा भन्नु। अनि अब मैले यता दुलैतर्फको पनि बुवालाई मैले सोधेँ, बुवा र आमा सँगै हुनुहुन्छ? बुवा आमा कहाँ हुनुहुन्छ? उठ्नुहोस् एकछिन आमा पनि। ठिक छ ल।